hello guys, welcome to my video. So guys, आज चाहिँ हामी कहाँ जाँदैछौँ तपाईहरुलाई पछि चल्छ है, थाहा हुन्छ है। कताबाट हो म? उताबाट आउनु। उतैबाट हो? मिनाजु हेलो। हेलो भन्दिन न त। मोबाइल त राख्नु नै हैन नि। कटिन्छ? अटाउनु पर्यो। यता चेप्टिनु ढोका लाउनलाई। ती त हो नि, पुगिहालिन्छ नि। लाग्यो। हामी बाइकमा दिदी यता हेलो गर्नु यता फर्किनु चुप्लाङ्गो यता फर्किनु यता फर्किनु न कति राम्रो देख्नु भएको यहाँ छन् दुईजना भान्जीहरू यता हेर्नु यहाँ हुनुहुन्छ मम्मी युट्युबमा आउँछ के हेर न यहाँ हुनुहुन्छ हाम्रो मम्मी कस्तो गरम भएको गाइस एकदम गर्मी एकदम साउन्ड चाहिँ कस्तो आयो थाहा छैन मलाई टिकटकबाट बनायो भने मजाले क्वालिटी आउँछ कि मलाई टिकटकबाटै बनाउन थालेको अहिले फेरि सो गाइज हामीहरू चाहिँ आइपुग्यौँ हाम्रो होटेलमा अब हामी निस्किन्छौँ पार्टी प्यालेस सरी पार्टी प्यालेसमा आइपुग्यौँ गाइज हामीहरू बाहिर चाहिँ मस्त हावा चलिरहेछ घाम प्लस हावा अनि यो हो हाम्रो पार्टी प्यालेस हेर्न सक्नुहुन्छ यहाँ हाम्रो भाइ बसिरहेको छ धुलो आमा कति धेरै हो धुलो मम्मी हुनेवाला हजुरआमा आइपुग्यो पार्टी प्यालेसमा अब हुनेवाला मम्मी उता हुनेवाला दिदीहरू उता छन् सो गाइज मेरो चाहिँ यस्तो छ भान्जी मेरो यो पकाइदिनु मेरो आउटफिट चाहिँ सो गाइज यो चाहिँ मेरो आउटफिट चाहिँ के भन्छ लजी हो पनि त्यही हो गाइज मैले चाहिँ यो लाएर आएको छु होइन अहिले चाहिँ चस्मा चाहिँ लाउने बाँकी छ त्यहाँ छ ब्यागमा छ सो यति नै अनि यता देखाइदिनु एन्ड म चाहिँ हुनेवाला सानो मम्मी सो गाइज हामीहरू चाहिँ यहाँनिर हलमा आइसक्यौँ सो मेरो ब्याग यहाँ छ चाहिँ मम्मीहरू रेडी गर्दै हुनुहुन्छ सामानहरू यहाँ हुनुहुन्छ हाम्रो हुनेवाला मम्मी यहाँ हुनुहुन्छ भइसक्नु भएको मम्मी के रेडी गर्दै हुनुहुन्छ यहाँ छ हाम्रो दिदीको लागि गिफ्ट हो यो चाहिँ मैले ल्याइदिएको सबै गिफ्टहरू हुन् सो गाइज यस्तै छ यहाँनिर अनि यो हो हाम्रो फोटो खिच्ने ठाउँ नमस्ते बाबु सबैजना नमस्ते गर ल यहाँ भयो सबैजनालाई बाबु यता हेर हेलो भन न माया गर मलाई बाबु हेलो भन हेलो माया गर मलाई दिदीलाई पनि जाऊ सबैजना नमस्ते भन ल सो गाइज हाम्रो घरबाट फाइनली आइपुग्नु भयो सबैजना यहाँ हुनुहुन्छ ठुलाबा यहाँ ह्यान्डसम ठुलमम्मीहरू मम्मीहरू दिदीहरू सबैजना यहाँ चाहिँ हाम्रो मोटी बहिनी चुप अया टेकीहरूले हेलो दिदी नमस्ते नमस्ते ठुलमम्मी नमस्ते दिदी ठुलमम्मी नमस्ते आमा नमस्ते आन्टी नमस्ते मम्मी नमस्ते हस् ठुलाबा नमस्ते बाबालाई पनि नमस्ते सो गाइज मैले सबैजना नमस्ते भनिसकेँ सो म पार्टीले चिनाउँछु हाम्रो घरको मूल मान्छे नै हाम्रो आमा हेलो भन्नु आमा हाम्रो त्यसपछि हाम्रो ठुलमम्मी हेलो भन्नु हाम्रो ठुलमम्मी पर्फेक्ट हुन्छ भिडियो बनाउनलाई अनि त्यस पछाडि हाम्रो अर्को ठुलमम्मी कहाँ जानु उता जानुभयो ठुलाबा बाबा अबे नमस्ते सुन्नुहुन्न बाबालाई पनि नमस्ते ल नमस्ते बाबा मम्मी यता हेर्नु हेलो भन्नु आन्टी हेलो दिदी हेलो यहाँ हुनुहुन्छ हाम्रो सबभन्दा जेठी दिदी हो उहाँ चाहिँ हाम्रो त्यसपछि पछाडि कान्छी दिदी अनि बल्ल पुनम दिदी हो अनि सबभन्दा जेठी चाहिँ हाम्रो सिजना दिदी हो यहाँनिर सबैजनाले एकअर्कालाई भेट्दै हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो हजुर बुवा बेबीको हाम्रो बुवा
नमस्ते भाग्यवान हुनु बिनाछु नमस्ते सो गाइज बिचमा चाहिँ यहाँनिर चाहिँ एक मैले बोलेको छुइनँ यत्तिकै भिडियो मात्रै बनाइरहेको थिएँ नि त अनि त्यही भएर चाहिँ म यहाँनिर अब आफूले बोलिरहने यहाँनिर भोइस ओभर गर्दैछु बिचमा मात्रै है गाइज जहाँ जहाँ मैले बोलेको छु त्यहाँ चाहिँ मैले बोलेकै हालिदिन्छु अरू नबोलेको ठाउँमा चाहिँ भोइस ओभर गर्छु ल सो गाइज अनि त्यस पछाडि यहाँनिर चाहिँ अब टेबलहरूमा सबै एरेन्ज गर्दै हुनुहुन्छ माइतबाट ल्याएको सामानहरू माइतबाटै लिएर आउनुपर्छ अरे नि त आफ्नो छोरीलाई दही चिउरा खुवाउनको लागि त्यही भएर यहाँनिर अब रोटी अनि दही चिउरा अब फलफुलहरू सबै एरेन्ज गरेर यहाँनिर अब टेबलमा मिलाउँदै हुनुहुन्छ अनि यहाँ हुनुहुन्छ हाम्रो ह्यान्डसम बाबा नमस्ते गरेको सुन्नुहुन्न भन्दैछु म अनि उता गरेर हुन्छ त भन्दै हुनुहुन्छ होइन अनि त्यस पछाडि छ यहाँनिर हाम्रो ह्यान्डसम भाइ होइन यहाँ चाहिँ हाम्रो ह्यान्डसम भाइ छ पर चाहिँ बहिनीहरू हाँस्दैछन् होइन अनि यहाँ हुनुहुन्छ ठुलो बाबा त्यस पछाडि यहाँ छ हाम्रो सानो डन यहाँ छ सानो डन हो यो चाहिँ घरको यो चाहिँ कुनै पनि फङ्सनमा गएर कोहीसँग नि बोल्दैन क्या चुपचाप आफ्नो तरिकाले गर्छ त्यति मात्रै हो अनि त्यस पछाडि यहाँनिर हुँदैछ हाम्रो दिदीको बेबी सावरको सुट हुँदैछ अब सुटमा टिका लाउनुभन्दा अगाडि एउटा सुट लिएर अनि त्यस पछाडि बल्ल स्टार्ट गर्न लाग्नुभएको छ अनि अब टिका लाउनुको लागि अब मतलब दही चिउरा सेरेमनी स्टार्ट गर्नको लागि चाहिँ यहाँनिर अब चिउराहरू सबै यहाँ एरेन्ज गर्दै हुनुहुन्छ मतलब हाल्दै हुनुहुन्छ होइन कति राम्रो देख्नुहुन्छ हेर्नु न यहाँनिर हाम्रो दिदीलाई अनि त्यस पछाडि यहाँ छन् हाम्रा साना डनहरू पुरा बिन्दास तरिकाले बसिरहेको छ नि घरका साना डनहरू निनाहरू चाहिँ होइन अनि त्यस पछाडि सुरु भयो हाम्रो टिका लाउने कार्यक्रम होइन टिका लगाएको चाहिँ मैले सबैजनाको भिडियो चाहिँ हालेको छुइनँ आमाले लगाइदिनु भएको हालेको छु होइन यति एकजनाले मात्रै लगाइदिएको हालेको छु होइन मैले लगाएको समेत हालेको छुइनँ होइन अनि त्यस पछाडि यहाँनिर आमाले दही चिउरा खुवाइदिनुहुन्छ अनि यही त हो अब यहाँनिर दही चिउरा सेरेमनीमा भनेकै दही चिउरा खुवाउने हो होइन दही चिउरा खुवाएर गिफ्ट दिनुभयो अनि त्यस पछाडि अनि सबैजनाको भिडियो स्किप गरेर सिधै मैले बहिनीको भिडियो हालिदिएँ अनि दही चिउरा खुवाउने सेरेमनी सकिसके पछाडि चाहिँ यहाँनिर अब हामी खाना खान थाल्छौँ सबैजना चाहिँ खाना खान बसिसक्नुमा चाहिँ हामीहरू चाहिँ अलिकति भिडियो सुट गर्दै थियौँ अनि त्यस पछाडि फाइनल्ली मेरो पनि खाना आइपुग्यो होइन अनि त्यस पछाडि चाहिँ म खाएर टेस्ट गरेर भन्छु ल कस्तो छ भनेर अनि यो पार्टी प्यालेसमा फर्स्ट टाइमै हुन त फर्स्ट टाइमै हो हुन्छ तर पनि मलाई चाहिँ यहाँको मिठो लाग्यो होइन मलाई चाहिँ मिठो लाग्यो मैले चाहिँ पनिर सब्जीसँग चाहेको थिएँ अनि त्यस पछाडि यहाँ बहिनी चाहिँ रिसाएर बसिरहेको थिएँ मैले भिडियो क्यामेरा अन गर्ने बित्तिकै हाँस्दै उता गएँ होइन भाइ र म भएर जिस्काएको ऊ चाहिँ रिसाउन थालेँ क्या अनि त्यसको क्यामेराको कमाल हेर्नु न गाइज होइन अनि रिसाउन थालेँ त्यस्तो क्यामेरा अन गर्ने बित्तिकै उठेर हिँडिहालेँ होइन अनि त्यस पछाडि सबैजना गइसक्नु भएको थियो होइन हाम्रो यता घरपट्टिबाट सबैजना गइसक्नु भएको थियो अनि त्यस पछाडि अब यहाँनिर दिदी भिनाजुहरू चाहिँ भिडियो सुट गर्दै हुनुहुन्छ अनि भिडियो सुट गरिसके पछाडि यहाँनिर गर्दै हुनुहुन्छ अनि त्यस पछाडि अब म पनि जाने घर भनेर अनि यहाँ अब दिदीसँग टिकटक बनाउनु टाइम नै भएन हामीले लेट फङ्सन स्टार्ट गरेको भएर टाइम नै हुँदैन रहेछ क्या अनि त्यस पछाडि म यहाँनिर अब सब यहाँनिर दिदीहरूको भिडियो सुट अझै पनि हुँदैछ यहाँ भइसकेको छैन दिदीहरू चाहिँ अब भिडियो सुट गर्नुहुन्छ भनेर अनि हामीहरू चाहिँ अब जान्छौँ आज म घरै जाँदैछु रमाइलो नै जाँदैछु त्यही भएर अनि हामीलाई चाहिँ 35सम्म लकपुस दादाले छोडिदिन्छु भन्नुभएको थियो अनि त्यही भएर लकपुस दादाको गाडीमा हामी चढ्यौँ अनि त्यस पछाडि अनि हामीहरू यहाँनिर हुनुहुन्छ लकपुस दादा नाम म चिन्दिनँ नाम नसोधेको थिएँ बिर्सेछु फेरि होइन अगाडि हुनुहुन्छ अब लकपुस दुईजनै दादाहरू हुनुहुन्छ अनि उहाँले 35सम्म हामीहरूलाई छोडिदिनु भयो अनि त्यस पछाडि हामीहरू पछिबाट चाहिँ बसमा चढेर हामीहरू गयौँ अनि त्यस पछाडि बसमा चढ्यौँ हामीहरू अनि मैले यहाँनिर बहिनीले के भिडियो बनाएको बसमा नि भन्दै थिएँ अनि कन्फिडेन्ट हेर्नु न मेरो कन्फिडेन्ट गाइज मोबाइल हरायो भने चाहिँ कन्फिडेन्ट देखिन्छ होइन अनि त्यस पछाडि कानेपोखरी पुग्यौँ अनि कानेपोखरीमा चाहिँ हामीलाई लिन आउनुभयो हाम्रो प्यारो बाबा अनि हामीहरू चाहिँ यहाँ भाइलाई अगाडि राखेर अब यहीँनिर हो नि त पुगिहालिन्छ 10 मिनटमै भनेर अनि भाइलाई अगाडि राखेर बहिनी र म पछाडि चढेर बसेर हामीहरू चाहिँ अब लाग्छौँ घरतर्फ अनि फाइनल्ली म आइपुग्छु मेरो घर गाइज यो चाहिँ मेरो घर हो होइन अनि यहाँनिर चाहिँ म आइपुगेँ फाइनल्ली अनि भाइ खासमा अगाडि आइसकेको थिएँ भिडियो अनै भएको रहेन रहेछ क्या भिडियो गर्दै आएको थिएँ भिडियो अनै भएको रहेन रहेछ यहाँ हुनुहुन्छ हाम्रो प्यारी मम्मी अनि बहिनी हो यो चाहिँ होइन देखिसक्नु भएको छ अलरेडी अनि त्यस पछाडि अब भिडियो म यहीँ इन गरिदिन्छु भनेर चाहिँ लु मम्मी तपाईँ र म भएर इन गर्छौँ भन्छु भने ल अनि भाइलाई पनि बोलाउँछु ल आइज भाइ त हामी सबैजना भएर इन गरौँ भनेर अनि हामी तिनीहरूले हाम्रो भिडियो यहीँ इन गर्छौँ सो गाइज मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई